एकदम सघाइदिनु हुँदैन। मनबहादुरको छोरामा आएछ। शुभ बिहानी अनि बुद्ध जयन्तीको शुभकामना दिँदै आजको लङ ग्यापमा मैले भ्लग सुरु गरेँ है। अनि यो भ्लग चाहिँ गर्नै पर्ने, किनभने हाम्रो क्लबद्वारा सालै नै हामीले यसरी जुसहरू है, बिस्किट्सहरू, मिठाईहरू बाँड्ने गर्छौँ। अनि अङ्कल र म चाहिँ सफा गर्नतिर लाग्यौँ है। अनि केटाहरू चाहिँ टेबल चौकी लिनतिर गयौँ। अनि म चाहिँ धन्यवाद दिन चाहन्छु हाम्रो मेम्बर्सहरूलाई, जो जतिले पनि हामीलाई सामान सहयोग गरिदिनु भयो है। अनि नन मेम्बर्सलाई पनि एकदमै धन्यवाद दिन चाहन्छु। तपाईँहरूले गर्दा नै हामीले आजको कार्यक्रम सफल गराउनमा हामी एकदम सक्षम भयौँ है। अन्त यसरी नै माया गरिदिनुहोस्। आइन्दा कोप्ची गाउँ भ्लगलाई लाइक, सेयर, कमेन्ट, सब्सक्राइब गर्नु नबिर्सनु होला। आजको भ्लग सुरु गरौँ। सबैजना भएर सफा पनि गऱ्यौँ। अनि त्यहाँ सधैँ गर्ने ठाउँमै जाँदैछौँ है। अनि यहाँ चाहिँ अब तपाईँलाई फेरि भन्छु ह्याप्पी बुद्ध पूर्णिमा है। यहाँ चाहिँ हाम्रो क्लब यहाँ छ क्लबको मेम्बरहरू चाहिँ गाउँको यहाँ साङ बलेको देख्नुहुँदैछ। यहाँ लाखमा पनि बसिरहेको छ। यहाँ दाकचेन आयान जुस नखानुहोस् ल भेट्छ। यहाँ सबजना चाहिँ नानीहरू चाहिँ अब मिठाई देखेर यता थुप्रिरहेको छ। केटाकेटी मेम्बर्सहरू चाहिँ यता छ रेडी। गुड मर्निङ सबैजनालाई अनि ह्याप्पी बुद्ध पूर्णिमा। अन्त बुद्ध जयन्तीको उपलक्ष्यमा सधैँ झैँ जस्तो चाहिँ हामीले यहाँनिर चाहिँ जुस बाँड्न बसिरहेको छौँ। अनि धेरै ग्याप पछि चाहिँ मैले यो भ्लग बनाइरहेको छु। अनि अब आजको भ्लग के कस्तो हुन्छ अनि हेरौँ। अब यहाँनिर सबजना आइसकेको छ है। सबजना जाँदैछ आफ्नो ट्रेडिसनल ड्रेस लगाएर। यहाँ हामी चाहिँ गाउँमा चाहिँ पर्खिरहेको छौँ। यहाँनिर अब यहाँ जति पनि अब पुस्तक बोकेर आउँछ उहाँहरू तिर्खा लाग्छ है, भोक लाग्छ। त्यसको लागि चाहिँ त्यसको निम्ति चाहिँ हामीले जुसदेखि पानीदेखि लिएर बिस्किट्स अझै आउँदैछ। यहाँ मिठाई ओपनिङहरू हुँदैछ यहाँ। आहा आहा यहाँ यी मनबहादुरको छोरामा आएछ। यहाँ हाम्रो ग्याङहरू आउने भाइ यताबाट हाम्रो कर्मापाको चाहिँ आउँदो रहेछ यताबाट बजार साइडबाट बल्ल ल आइपुगेँ। यहाँसम्म चाहिँ डक्टर मनिकसम्म हाम्रो गाउँमा आइपुगेँ। फर्स्ट बुद्धको परिक्रमा गर्दैछौँ हामी। दा एउटा खान्छु ल म ल जुस खाइदिनु पऱ्यो। लो सक्यो खाइदिनु ढोकेर पनि 108 ढोके
करपाको चाहिँ सक्यो। अब हाम्रो मेन अब लाप्चे गुम्बाकोमा आउँदैछ। यहाँनिर फेरि रेडी गर्दैछ। यहाँनिर मामाहरूले सबै रेडी। यहाँनिर अब फेरि सेकेन्ड रिफिल हुँदैछ। यहाँ आउनु पनि थाल्यो होला सायद। आउँदैछ लाग्यो म चाहिँ। यहाँ गाडीको जाम हुन थालिहाल्छ नि त हाम्रो यहाँ चाहिँ। अलिक भिड हुनु भएन। ऊ आयो अर्को आयो अन्तिमै होला यो 12 माइलको। अहिले करम्बाको सक्यो। मैले त्यसमा चाहिँ ढोकेँ 108 वटा। अब यसमा चाहिँ अलिक यहाँनिर बाँड्नु बस्नुपर्ने भयो। अनि अब चाहिँ आयो। अब चाहिँ लो 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 ए नानीहरू केटाकेटीहरू गरे सबजना बिजी भन्नु थालिहाल्यो। दुई पानी पनि खायौँ एकदम। ठुलो अब आज चाहिँ धेरै कम्ती पो देखेर लो 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 अब यहाँ पर संरचनाले पो देख्दैछु। हाम्रो पनि मोटामोटी यहाँनिर बाँडेर सक्नु आँटेको छौँ। त्यसरी माया गरिदिनुहोस्। हामीलाई कोप्चीको भ्लगलाई लाइक सेयर कमेन्ट सब्सक्राइब गर्नु चाहिँ नबिर्सिनुहोस् होला। अनि है नेपालीको चाहिँ बुद्ध जयन्तीको लास्ट हो यो। अन्त अर्को भ्लग फेरि आउनेछ। यसपालि ग्याप भयो। तपाईँलाई अघि भनिरहेको थिएन एकदम धेरै अलिक बिमार भएर है। अन्त अलिक टाइम पनि नमिलेर इलेक्सनले गर्दाखेरि अलिक बिजी है। अन्त आजको भ्लग चाहिँ अब यहाँ सबजना गएको भेनाहरू पनि छ। यिनीहरू सबजना यो चाहिँ 12 माइल गुम्बाको अघिको चाहिँ कारम्बाको सबजना बिजी भइरहेछ। यो चाहिँ बाँडी पनि सक्यौँ। अनि यहाँनिर जति पनि मैला भएको चाहिँ यहाँ चलाउँदैछ ललित बोबो हाम्रो यो प्रज्वल भाइ। यो बक्सा चाहिँ अलिकति हाम्रो यो केस टेबलको बिग्रेको थियो। अहिले टेप सेप लगाएर यहाँ सत्यनारायणजीले मिलाइदिनु हुँदैछ। टेप लगाएर यहाँ खाली भइगयो। अब हामी टेबल सेबल पुऱ्याउनु जाने। यहाँ टेबलहरू रेडी छ। हामी 4 जना 5 जना कतिजना हुन्छ। अरूले भाइहरूले लग्यो माथि। त्यसरी माया गर्छु। लाइक सेयर कमेन्ट फेरि पनि सब्सक्राइब गर्नु चाहिँ नबिर्सिनुहोस् होला है। जस्तै अर्को नयाँ भ्लगमा भेट्नेछौँ है। धन्यवाद। लो अब चाहिँ लाग्यो है हामी पनि।